पनि नमस्ते वेलकम हजुरहरूलाई। म आज साँझको खाना बनाउँदैछु, त्यो पनि के को भन्दा सानो डल्ले सिमीको यस्तो खालको सिमी एक झोला टिपेको छु, एक झोला छ। अनि यो सिमीको चाहिँ तरकारी बनाउँदैछु, तरकारी र आलु। अनि यता हाम्रो पाक्दैछ कुकरमा भात, तर कुकरको सिटी खोइ यसको सिटी खोइ। यसरी आगोमा पकाएर खाने हाम्रो बस्नुहोस् त, त्यहाँ बस्नु चलन छ। अनि यहाँ भएको त यसरी पाक्दैछ। यहाँ त लाइट नभएर पो रहेछ। यसरी आगोमा मजाले यहाँ आगो ताप्दै यता चिया पकाउँदै भात पाक्दैछ। अब भात पकाएर अब एकछिनमा तरकारी पकाएर अनि खाने हो। धन्यवाद। अब त्यसपछि खाएको भिडियोमा चाहिँ टक्क लाएर अहिले देखाउँला होइन त। पान्जी साइडमा बाई बाई। यो हाम्रो बारीमा फलेको आलु। अब यसलाई चाहिँ धोएर काट्ने। अनि त्यसपछि यता भात पाकिसक्यो। अनि बसाल्दैछौँ साँझको दुध। यो चाहिँ मर्निङको होइन, यो चाहिँ इभिनिङको साँझको। अब दुध उम्लियो। टपरीमा हालौँ न चामल। हजुर त्यसैमा राख्नुहोस्, त्यसैमा। कुन त अर्कोमा राख्ने भने राख्नु, सानो खालमा टपरी भन्ने अर्कोमा राख्नु। के गरे हेर के को चाङ हो यत्रो। सेती त नि कामै नलाग्ने। अघि न कता सुर्ती किन्न अहिले यो बाटो आन्न होला भन्छन्। हजुर मलाई थाहा छ कि यो बाटो आन्न होला भनेपछि अहिले फर्किँदा फर्किँदाखेरि अन्त यहाँ रेकर्ड नगरौँ। यति हो बनाएको। बखर त सुरु भान्जीलाई भात खान्छ नि त, खाना खान्छ आराम। हाम्रो बेसार बारी कति राम्रो फले जस्तो छ बेसार त। यता यो बेसार बारी हाम्रो यता पर पनि छ। अब अमिलो फल्या भाइ, कस्तो मजाले फलेछ है अमिलो। अरू सब खसेर सकिसक्यो। अझै तल पनि रहेछ झोत्ते, तर यहाँ माथिबाट देखिन्छ खासै। यहाँ भित्र छ क्या। हजुर अमिलो फलेछ यहाँ। फल्ने बेला भएपछि त थोरै पनि फल्छ कि, तल कत्रा रोपे एकचोटि नफलेर के कुहिएर कस्तो भएको छ। अहिले त्यत्रो सानो रोपेर पनि भयो। कत्रा रोपे अरे यत्रो थियो कि हो यस्तै बाटुलो पोल्दा खान उसिन खान चिलाउने। हो यत्रो रोपेको हो। यत्रो त कहाँ थियो र, यत्रो त पहिला रोप्या तल र हो। यत्रो रोप्या यत्रो भुरो हो। यस्तो टुसा थियो भरल्ल। त्यहाँबाट खान मन दुख्यो उसिन खान। फल्यो त यत्रो धेरै। यता बाँकी नै छ बनाउनु। सबै मसिनो ढकुलीमा ल्याएर रोपेको थिएँ, त्यसले पो फल्यो। अहिले अस्ति यति त लैक हेर्नु म यो बनाउनु पर्थ्यो र। अहिले त चिसो सासतिर काम हुन बनाउनु त। यो त यस्तो त होइन बनाउनु त।
निकालेर राख्ने फाल्ने त्यो नखानु हुन्छ यस्ता आज नि एक छ के हो पकाइयो होइन नखाने त ल खानु भए पकाउँछु म त रोटी खाएँ अस्तिको रोटी हो वेलकम अनि नमस्ते हजुरहरूलाई मेरो युट्युब च्यानलमा स्वागत छ। आज म जाँदैछु बारीतिर। हजुर आऊ आऊ तरुल खने हेर्न जाम आऊ। शङ्ख तरुल खन्नु भएको थियो के बाजेले। चप्पल खै चप्पल लाएर आऊ है। विशाल बारीदेखि यता मान्छेले के चाहिँ गर्नुभयो भने त के शङ्ख तरुल खनियो मान्छेले त खाडल खनिरहे जस्तो माने छु। खै शङ्ख तरुल हेरौँ त। यही हो शङ्ख तरुल। सेतो खाले रहेछ नि रातो खाले राम्रो हुन्छ कि। खै कति खन्नु भयो कस्तो नराम्रो काम गर्नुभएछ तपाईँले। शङ्ख तरुल खनेर झन् खाने भने त त्यहाँ रहेछ बरे कठै कठा कहिले फल्छ त यत्र त रहेछन् कठै कठै शङ्ख तरुलको हालत। मागतिर बोल्नु निकाल्ने रे ए त्यही भएर नफल्या रहेछ। शङ्ख तरुलको रुख हो यो चाहिँ। अनि यो हाम्रो यो रुख देख्नुभयो नि निम्बुको रुख हो। निम्बुको त केही भ्यालु नै छैन क्या हाम्रो घरमा। देख्नुभयो नि आफै फल्ने आफै खस्ने खसेर पनि पुरै भ्याइएछ। कार्तिकको बोडी फल्या रहेछ बरु। इस कति फल्छ यो कति फल्छ हेर्नु न भुइँभरि। के गर्नु यसको अमिलो निचरे पनि हुन्थ्यो। चुक नखाने भएर त होला घरमा फेरि चुक नखाने भएपछि यस्तै हुन्छ। अझै यहाँ फलिरहेछ देख्नुभयो नि फलेका छन्। अझै उता तलतिर पनि छ। यो अब सकिन लागेको होला खरे। यही अझै कुनै फल्दैछन्। यो त बाह्रमासे रहेछ क्या फुल्दै फल्दै गइरहेको जस्तो मान्छे त बाह्रमासे हो यो। यो त फुलिरहे है अझै। ए यो त बाह्रमासे रहेछ हेर्नु त। बाह्रमासे कागती रहेछ ठुलो कागती। त कता मैले ऊ पनि देखाएको थिएँ कि बोडी कता हो यहाँ माथि रहेछ एउटा। कस्तो सोरत्तै पारो बोडी फल्या रहेछन् हेर्नु। यति लामो बोडी। अनि यता चाहिँ हाम्रो यो चाहिँ विशेष गरी यहाँको केरा चाहिँ बर्बाद भएछ। अनि हाम्रो फलफुलको बारीतिर जस्तो यो भुइँकटर हो। भुइँकटरको हालत यस्तो छन् यता पनि छ। यो आँप हो यो के भन्छ कलमे गरेको आँप हो। वर्षेनी फल्छ। अनि यहाँ पनि छ भुइँकटर। हेर कसले तान्यो होला कि तँलाई दैव कस्तो अल्छी हौ लत्तै पार्छ त। यहाँ छ हेर्नुहोस् भुइँकटर। यो यहाँ पनि छ बारीमा औँखु छन् धेरै जस्तो औँखु छ यो बारीमा। आँप कलमे आँप फेरि अर्को पनि रोप्नु भएको रहेछ एउटा। अनि यो औँखु भयो। यो औँखुलाई सार्न पर्ने पुरानो भएर अहिले राम्रो खासै भएको छैन। यो औँखुलाई सारिराख्नु पर्छ के वर्षेनी यस्ता छन्। भुइँकटरको हालत यस्तो छ यहाँ। यो के भएछ निकालेर होला खरे यो सुकेछ भुइँकटर हो यो। यो चाहिँ कति राम्रा औँखु भएछन्। अझै कति थियो। यो पनि कलमे आँप हो। यो चाहिँ आँपको बगैँचा भने पनि भयो हाम्रो परसम्म छ। आँपै आँप छ। अनि आँप र औँखु यहाँ ऊ पनि थियो के अरे केरा पनि थियो। केरा मासिएछ
यता पर खुर्सानीहरू के लाउनुहुन्छ यहाँ मुनि चाहिँ यही हो। यिनी सबै आँप हो। यताबाट यहाँ उपरसम्म देखिने परसम्म आफै आँप छ, सानो आँप यस्तो देख्नु भएको नि, कलमी आँप छन्। यहाँ कुनै रोप्नु भएको रहेछ। यहाँ भुइँ कटरहरू छन्। एभोकाडो पनि यहीँ रोपिदिनु पर्छ जस्तो छ। मैले ल्याएको छु बिउ काठमाडौँबाट। अनि यो सबै घाँस। अनि यहाँ तोरी तलतिरपट्टि तलसम्म छ बारी, तलसम्म छ। अनि यो सबै हाम्रो तोरी बारी भयो। तोरी अहिले यसपालि राम्रो रहेछ। जौँ पनि राम्रो रहेछ। हाम्रो जौँ, गहुँ, तोरी, मकै यस्तो लगाउँछौँ धेरै जस्तो। अनि यो औँखुघारी भयो। यता माथि पनि छ, देख्नुभयो औँखुघारी। माथि पनि छ औँखुघारी। माथि पनि फलफुलका बोटै बोट छन् हाम्रो घरको नजिक। सबै आँपका बोट, कटहरका बोट यिनी छन्। अनि त्यसपछि यहाँ छ अर्को के अरे भन्न पनि आएन। ओ बुढो, त्यो माथिको फलको नाम के अरे? तपाईँले रोप्याएको फल त्यो माथि क्या, अमिलोको नजिकै के होइन? नासपाती त कहाँ? नासपाती त्यो नासपाती त उता पर पो छ त। नासपाती पनि छ। आलु बखरा के, आरु बखरा। आलु होइन, आरु होला। आरु बखराको बोटो त्यो पुरै झुन्ने हात हो। के अरे आँप झुन्ने हात ताउने झालपात छन्। अनि बेलौतीका बोटहरू छन्। यहाँ बारीमा पनि छ। पारि तल बारीमा बेलौतीको बोट छ। अरू चाहिँ अमिलाहरू छन् बारीमा। अब यताउनि खाली छ। यताउनि फेरि यो कलम सानो खाले लाउनु भयो होला। निबुवाको बोट लाउनु भएको रहेछ। अनि भुइँ कटरको बोट बारीमा छ यसरी। यताउनि छ। अब बिस्तारै फैलिने क्रम जारी छ यसको। फलेर खानुभयो कि के गर्नुभयो। यो आँपको भयो। यस्तै छ हाम्रो बारीमा। अनि घाँसहरू यस्तो हुन्छ कि ढिक हुन्छ बारीमा चाहिँ। अनि यहाँ आलु खस्या रहेछ त। यस्तै छ। यहाँ पनि रहेछ निबुवाको बोट। बुढो, निबुवाको बोट लाने नि बरु, यहाँबाट सानो रहेछ नि निबुवाको बोट के। 12 मासे रहेछ कि यो त। कति फल्यो यो त। बुटै नुगाएर फल्छ क्या जब फल्यो भने। बेसार भने किन त्यसरी घम निकाल्नु भयो? हेर्न बेसार निकालेर लैजाने बेसार। सुप बनाएर बहुत मिठो हुन्छ कि। बेसार खन्नु भएर रहेछ। यसरी एभोकाडो यसरी फालेपछि कहाँ हुन्छ नि? एभोकाडोको बोट यहाँ फाल्नु रहेछ त। बरु यता रोप्नुहुन्थ्यो एभोकाडो। लिएर आउँछु है मैले एभोकाडोको दाना। कहाँ रोप्नु भयो? कता रोप्नु भन्नु न। कहाँ यहाँ माथि रस गरे? यो बिउलाई रोपिदिनु न। यहाँ छ उहाँको शङ्खतरुल हो। शङ्खतरुल अलि मात्रै भेट्यो। यही हो शङ्खतरुल। सेतो अलि भएको, अलिअलि डाँठ्ने अरू सब पिँडालु भेट्यो 1-2टा। ल्याएर फेरि बेसार खनेर लाने भनेर बेसार खनियो। त्यही हो, अरू काम केही भएन। अनि यहाँ खाडल खन्ने भन्ने कुरा हो। झार्दै हुनुहुन्छ यसरी टौटेको। यसरी चाहिँ मुढामा आगो बाल्दै हुनुहुन्छ पुजेरी मान्छेले सेतै लुगा लाएर। हाम्रो बुवाले फेरि बडो मजेदारसँग टौटेको घाँस झार्दै हुनुहुन्छ। लगभग अब झारेर एक पाखो त भ्याउन तल थाल्नु भएछ।
अझै त हो पोल्ने कहाँ हो ओइ क्या ल्याएर त्यहाँ बोर खन्नु काटेर बाख्रा खान्थे यो टोटे खाँदै खान्न टोटे त यहीँ घरै हेर यिनी जाने हो यिनी पऱ्यो जाडामा जाडामा आगो छ त है आगो आगो आज यसैको खानु पर्यो तरकारी यही पकाएर म पेडाल बनाउनु नि त फेरि मैले एक्लै बनाइराखेर म जान्छु बनाएर लिएर आउँछु मैले आएर पकाउँछु क्या भात बसालेको छु त्यहाँदेखि आएर फेरि तरकारी पकाउँछु त के बनाउनु पर्छ र धुन एकैछिन त हो बारीमा जानु पर्यो पिँडालु बनाउनु छ क्या